बालेन्द्र शाहले कामै गर्दैन, बालेन्द्र शाहले फेसबुकमा मात्र स्टन्ट मात्र गर्ने भन्नेहरूको लागि चाहिँ यो भिडियोहरू चाहिँ तिनीहरूको सामु पुर्याइदिनु होला है त। अब आउने साला मेरो चन्द्र सूर्य 35 वर्षसम्म सञ्चालनमा नआएको यो कारखानालाई चाहिँ अहिले बालेन्द्र शाहले चाहिँ पुनः सञ्चालनमा चाहिँ ल्याउनु भएको छ। खिया लाएर सबै खियाले भ्याइसकेको यो मेसिनलाई चाहिँ पुनः मर्मत गरेर अहिले चाहिँ यसरी सञ्चालनमा आएको छ। गऱ्यो भने हुने रहेछ त, विरोध मात्र कति गर्छौ हो, विरोध मात्र कति गर्छौ। अरू विरोधमा लागे यो सरकार ढाल्नुपर्छ, ऊ सरकार ढाल्नुपर्छ, यस्तो बालेन्द्र शाहले चाहिँ कामै गर्दैन, बालेन्द्र शाहले यो गर्दैन भन्नेहरूलाई चाहिँ मुख बन्द गर्ने खालका यसरी काम गर्दै हुनुहुन्छ त बालेन्द्र शाह। राम्रो काम गर्नेहरूको खुट्टा तान्दैछन्, तर बालेन्द्र शाहले चाहिँ तिनीहरूलाई बाल नदिकन आफ्नो काम चाहिँ मजाले सही ढङ्गले गरेपछि आज पुनः सञ्चालनमा आयो कि आएन, आउँछ त, गऱ्यो भने हुन्छ के, यहाँ त गर्न नदिएर हो। अझै पनि यस्तै विरोध गर्दै जाने हो नि हाम्रो देश नेपाल कहिले पनि बन्दैन के। 2-4 हजारको लोभमा यसरी विरोध सही काम गर्दैछ भने सरकारले विरोध गर्छौ भने तिमीहरूले जस्तो दुःख कसैले पाउन्न के। सरकारले सही ढङ्गले काम गरिरहेछ, सरकारले राम्रो काम गरिरहेछ भने समर्थन गर्नुपर्छ। सरकार गलत बाटोमा हिँडेछ भने मात्र अङ्ला उठाउने, विरोध गर्ने। सरकारले सही ढङ्गले काम गरिरहेछ, राम्रो गरिरहेछ भने 2-4 हजारको लोभमा यसरी सरकारमाथि औँला उठाउँछौ भने तिरले जतिको दुःख र तिर जतिको भनपर गवार कोही हुनै सक्दैन के। विदेश आउँछौ नि, जब बाहिरी कन्ट्रीको मान्छेले तेरो देशमा के छ, तेरो देशको सामान यहाँ विदेशमा के आउँछ भन्दाखेरि थाहा पाउँछौ। त्यतिखेर एक चिज नेपालमा हुँदा पनि एउटा सामान विदेशमा नआउँदा र अरूको 2-3वटा वचन सुन्दाखेरि जवाब दिन नसक्दाखेरि त्यतिखेर थाहा हुन्छ कि हाम्रो देश पनि बन्नुपर्छ, हाम्रो देशमा पनि डेभलप हुनुपर्छ, हाम्रो देशमा पनि अरू देशको जस्तै यस्तै पावरफुल हुनुपर्छ भन्ने चाहिँ लाग्छ। देशको लागि जस्तो हामीलाई पनि रेस्पेक्ट गरोस् भन्ने पनि लाग्छ। तर त्यो छैन। नेपालमा बस्यो मासु र भातको लोभमा, 2000-3000को लोभमा राम्रो काम गरेकोलाई पनि गएर खुट्टा तान्यो, काम गर्न नदियो। अनि पछि बल्ल जब नेपालमा केही रोजगार हुँदैन, केही हुँदैन, त्यसपछि विदेश आयो, त्यतिखेर बल्ल थाहा हुन्छ कतिसम्मको ठुलो गल्ती गरियो भन्ने कुरो त्यतिखेर थाहा हुन्छ। त्यही भएर अहिले नै सुध्रिनु अति आवश्यक छ र अरू पनि सुध्रिँदैनौँ भने मेरो भन्नु केही छैन।